अनि दाजु ह्यापी बर्थडे। ओहो मेरो भाइ थ्याङ्क यू। अनि पार्टी गिफ्ट ओहो त ल्याएनस् होला, मलाई आश पनि थिएन, आइहालिस् बस। जिन्दगी मन के खान्छस्? यो इलिका रेस्टुरेन्टको जे खुवाउँदा नि म खुसी छु दाइ। यति राम्रो एम्बियन्स छ, जे खाँदा नि मिठो लाग्छ। हो र भन के खान्छस्? ओहो दोस के छ मलाई चिन्यौ? है चिन्नु भयो यो मान्छेले? कहाँ छिन्छु नि, हल्का अब आज मेरो बर्थडे होइन, फ्रीमा खान ला होला नि, मलाई हल्का मैलो मैलो याद छ यो। चिने यो चिन्नु नचाहनु, अर्का बर्थडे मार मासु तान्नु भनेर चिन्नु दाइ खाजा अर्डर गर्नुभयो? गरिसकेको छु। वाउ ओहो जिग्री के छ तिम्रो बहिनी देखेपछि तिमीलाई चिने यार मैले। के छ यार जिग्री झन्डै बिर्सेको के छ यार मेरो जिग्री आफै यार झन्डै बिर्सेको हाम्रो त गइरो चिन्जान्छ हैन। बस 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 जिग्री बसौ न जिग्री बसौ न जिग्री। अल्लाह त भाइ यो त मेरो भाइ बच्चैदेखिको यस्तो मिल्ने दुश्मन हो कि हैन, तर धेरै पछि भेटेर लाग्दै खुसी लाग्यो दोस्त यार। यति राम्रै भएछ यो दोस्त यार। ओस्तरी यता हेरेर कुरा गर्नु कहाँ उता हेरे हेर त कोही कोही बर्थडेमा लाज पचाएर खाली हात आउँछन् होइन, तैँले यति राम्रो गिफ्ट ल्याइस् मेरो लागि, यो गिफ्ट मेरो लागि हो। त्यही टाउको त्यसलाई गिफ्ट मजाक गरे पनि बुझ्दैन यार। त चिन्ता नगर, तलमा आज इलाकाको एकदम स्पेसल नन भेज प्लाटर खुवाउँछु, बिल सब मेरो तर्फबाट आज जति खान्छस् सब मेरो तर्फबाट है। ल बस ल ल ल ल